धेरै वर्ष अगाडिको कुरा हो। गोर्खाको एउटा गाउँमा एउटा रहस्यमय बरको रुख थियो। त्यही रुखको छायामा बच्चाहरू खेल्थे, मान्छेहरू गफ गर्थे। एक दिन साँझपख ठुलो आवाज आउँछ। एक्कासी बरको रुख डल्छ र मान्छेहरू अत्तिएर भाग्न थाल्छन्। घरभित्र भएका मान्छेहरू के भयो भन्दै आत्तिँदै आउँछन्। अचानक यो घटना घट्दा मान्छेहरू आश्चर्यमा पर्छन् र सबैजना आफ्नो आफ्नो घरतिर लागे। भोलिपल्ट गाउँका सबै मान्छेहरू फेरि चकित परे, किनकि हिजो ढलेको थियो बरको रुख आज फेरि जस्ताको तस्तै उभिरहेको थियो। त्यसपछि गाउँका मान्छेहरूले भन्न थाले, यो दैविक शक्तिको कारणले भएको। यहाँ हामीलाई महादेवले कृपा गर्नुभएको। हामीले यस ठाउँलाई मन्दिर बनाउनुपर्छ र यहाँ हामीले पूजा आराधना गर्नुपर्छ। त्यसपछि गाउँका सबै मान्छेहरू मिलेर त्यहाँ एउटा मन्दिर बनाए। त्यस दिनदेखि त्यहाँ हरेक वर्ष फुलको डोलीसहित मेला पर्व सुरु हुन थाल्यो। त्यसैले अहिले यो ठाउँलाई ढलेबर मन्दिर तथा गौरी शङ्कर मन्दिर भनेर चिनिन्छ।